के तपाईहरु झाडु यसरी नै बान्नुहुन्छ लाबरले? कोहीले त दोरले पनि बान्छ है, कतिले चोयाले मजाले बुनेर बान्नुहुन्छ। त्यो खर्चा नि दुःख है। र यसलाई चाहिँ तपाईहरुले एकदम सस्तोमा मजबुत तपाईहरु आफै घरमै बनाउन सक्नुहुन्छ है। चोयाले बान्नु भयो भने त मजाले अब बान्ने मान्छे चाहिन्छ है, त्यसलाई हजिरा दिनु पर्यो। त्यो भन्दा सबसे राम्रो एकदम मजबुत टिकाउ झाडु सक्छ तर बाँधेको कहिले पनि नखुस्किने एकदम 2 in 1 एकदम जुगाड तपाईहरुलाई बताउँदैछु है। तपाईहरुलाई यो भिडियो एकदम स्किप नगरी हेर्नुहोस् है त। अनि तपाईहरु मन पर्यो भने मेरो भिडियोलाई लाइक, मिठो एउटा कमेन्ट अनि भिडियोलाई राम्रो लाग्यो भने शेयर पनि गरिदिनु होला। र स्टार्ट गरौँ है त। अब म सधैँ भन्ने गर्छु नि त, कुनै पनि चीज खाएपछि चाहिँ नफ्याक्नु भनेर। बोतलको चाहिँ हरेक दिन काम आउँछ है साथीभाइ, हरेक दिन। म चाहिँ हरेक चीजमा बोतललाई युज गर्ने गर्छु है। यो स्टिरिङको बोतल हुन्छ नि, खाए अहिले त पपुलर छ, नानीहरूले केटाकेटीहरूले खान्छ नि यसलाई है। मजाले खाएर जहाँसुकै फ्याँक्यो भने यो मैला हुन्छ। यसलाई चाहिँ घरमा एकदम जुगाड गर्यो भनेदेखि चाहिँ यसले चाहिँ धेरैवटा काम गर्छ यस्तो बोतलहरू सबले नै। म हरेक चीज तपाईहरुलाई बोतलकै बारेमा बताउँदैछु है। यो फ्याँक्यो भनेदेखि मैला हो, त्यसै कारणले यसलाई नफ्याँकेर हामीले रियुज गर्नु पर्यो नि घरमा है, सस्तोमा। यो तपाईहरुले पनि बनाउन सक्नुहुन्छ, इजी छ। तपाईहरुलाई लागेको मात्रै साह्रो के, इजी छ। र भिडियो स्टार्ट गरौँ है त है। तपाईहरु स्किप नगर्नुहोस् है त भिडियोलाई। अब तपाईकोमा यो बोतल छ पछि अब हँसिया त अलरेडी सबैकोमा हुन्छ हैन, हँसिया हुन्छै हुन्छ। र यो बोतलको यो चाहिँ छ नि, यो डाँडा डाँडा सबकै फेद, यसलाई चाहिँ तपाईले चटचट काटिदिनुहोस् यसरी। यसरी सिम्पल तपाईले सकिहाल्नुहुन्छ। काट्ने छुरी, हँसिया जेले पनि काट्न सक्नुहुन्छ, हेक्सो जे छ तपाईकोमा हैन। तपाईको घरमा जे छ त्यसले नै गर्नुहोस् हैन। यसरी काटिसकेपछि चाहिँ तपाईले अब यो झाडु छ नि, झाडु यसलाई चाहिँ खोल्नुहोस्। अब यो काम छैन, यो लाबर त चुटिबस्छ नि घाममा पानीमा भेटेपछि है। यो भनेदेखि मजबुत जुगाएर अब तपाई कहिले त्यो खुस्किँदैन है। अब तपाईले यो दुलो दुलोमा चाहिँ एउटा एउटा गर्दै हाल्नुहोस्। अब हाल्नु अलिकति हाल्दा चाहिँ तपाईहरुलाई असुविधा हुन्छ है। यसो गरेर हाल्नुहोस् है, प्रत्येक दुलोमा हाल्नुहोस् तपाईले यसरी गरेर है। कति सजिलो छ, तपाईहरुलाई घरमै बसेर तपाईहरुले बनाउन सक्नुहुन्छ। यो मैले मात्रै हैन, तपाईहरुले घरमै बनाउन सक्नुहुन्छ है। यो बोतलहरु चाहिँ हरेक काम दिन्छ क्या हो त। लाइक गर्नुहोस् है, लाइक। तपाईले भिडियोलाई लाइक गर्नु हुँदैछ हैन। र मन पर्यो भने शेयर पनि गर्नुहोस् है। एउटा मिठो कमेन्ट पनि लेखिराख्नुहोस् ल। र तपाईहरुले मैले अस्ति लगाएको त्यो के भन्छ झिन्जिरीको भिडियो है, जुगाड गरेर बनाएको, तपाईले पुरा मन पराइदिनु भयो। र अर्को कुखुराका पानी दिने भिडियो पनि तपाईहरुले पुरा मायाले 1 मिलियन भ्यू पुगेको छ त्यसमा है। यो भिडियोमा पनि पुरै 1 मिलियन भ्यूज है पुगोस्। जति सक्दो यो भिडियो पनि शेयर होस् है, अरूले पनि घरमा बनाउन सकोस्, घरमै बसेर है। कति सुविधासँगले बनाउन सक्नुहुन्छ यो चाहिँ अब तपाईहरुले। अब यसरी झाडुलाई मेलै मारी हतार नगरी लाउनुहोस् है। र यो यसरी लाउनुहोस्, कति सुविधा छ लाउनै, सर्ट गइहाल्छ हो यहाँ। र अब तपाईले हेरिहाल्नुस् त, मजाको भएन। अब यसलाई चाहिँ के गर्नुपर्छ अब तपाईलाई थाहै छ है। कि चाहिँ आगोले तपाईले सेकाउनुहोस्, आगोमा यसो सेकाएर यसलाई टाइट गराउनुहोस् हैन। यदि तपाईकोमा आगो अवेलेबल हुँदैन नि सबैकोमा हैन, त्यहाँ ग्यास पनि छ भनेदेखि ग्यासमा यसो सेकाउँदा पनि हुन्छ है। हैन भनेदेखि तपाईले के गर्नुहुन्छ भनेदेखि चाहिँ यसलाई तातो पानी उम्लेकोमा सट्टै डुबाइदिनु भयो भने यो टाइट हुन्छ नि है। अब तपाईलाई देखाउँछु ल यसको। र साथीभाइ मेरो चाहिँ यहाँ आगो छ हो, त्यसै कारणले आगोमा सेकाउँदैछु है।
आगो हल्का फ्लेममा हेर्नुभयो तपाईँहरूले मजाको भयो होइन त अब यो अब यति साह्रो मजबुत यो अब निस्किँदैन अब यो पानीले पनि कुन्दैन झाडु सक्छ तर अब यो कुच्चो सक्नेवाला छैन बाँधेको जानेवाला छैन अब कहाँ ट्यु कहाँ यो है सस्तो टिकाउ एकदम जुगाड दामी है र तपाईँहरूलाई मैले अघिदेखि भन्दै थिएँ है 2 इन्च भनेर 2 इन्च भनेर कसरी 2 इन्च भन्दा चाहिँ एउटा चिजले दुईटा काम भन्दाखेरि चाहिँ अब यो तपाईँले राम्रो हेर्नुहोस् है त यो भिडियोलाई चाहिँ यो बिर्को खोले है त मैले किन खोले भनेदेखि चाहिँ अब सबैजनाले अब यसरी बढाल्नु त असुविधा हुन्छ नि होइन कम्बर निहुरेर बढाल्दाखेरि चाहिँ होइन अब यसरी बढाल्दा कतिजना कतै अब अहिले जमाना अनुसारले कतिजना कम्बरहरू दुख्छ है यसै कारणले यसलाई ठाडो बढाल्नु पनि सक्नुहुन्छ अब यदि तपाईँलाई घोप्टेर बढाल्नु मन छ भने यो बिर्को खोल्नुहोस् यतिकै बढाल्नु भइहाल्छ यदि तपाईँलाई अब सिधै बढाल्ने विचार छ भनेदेखि चाहिँ एउटा डन्ठा तपाईँले लामो ल्याउनुहोस् अब पाइहाल्नुहुन्छ नि यस्तो डन्ठा त होइन अब यो बिर्को छ नि यो बिर्कोलाई चाहिँ यहाँनिर ठोकिदिनुहोस् काँटीले अब तपाईँ ठोके है रेडी बनाइदिए है अब चाहिँ यो कसरी 2 इन्च भन्नुहुन्छ भने चाहिँ अब यसरी अब यो बिर्कोलाई यहाँ कसिदिनुहोस् हो अब कम्बर दुख्नेहरूले अब यसरी बढाउन सक्नुहुन्छ नि त है अब कम्बर दुख्नेहरूलाई यसरी हो ठक अन्त अब नदुख्नेहरूले चाहिँ अब यसलाई खोल्यो यसरी पक्रिनु पनि कति सजिलो ग्रिप बस्छ हो अब पक्रिनु पनि सजिलो छ यसरी ग्रिप बसिहाल्छ अब यसरी सोध्नु मात्रै अब तपाईँहरूलाई कस्तो लाग्यो मेरो जुगाड है राम्रो लाग्यो भनेदेखि तपाईँहरूले मेरो यो भिडियोलाई चाहिँ सेयर पनि गरिदिनुहोस् कि अरूले पनि युज गर्नु सकोस् है यस्तो भिडियो बनाउनु सकोस् ल त साथीभाइ तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो है तपाईँहरूलाई राम्रो लाग्यो भने ट्याक्क लाइक हानिदिनुहोस् मेरो भिडियोलाई है तपाईँहरू नयाँ हुन्छ भने मेरो पेजलाई फलो पनि गरिराख्नुहोस् अनि यो भिडियोलाई चाहिँ सेयर गरिदिनुहोस् जति सक्दो तपाईँहरूले किन भन्दा अरूले पनि सिकोस् न है घरमै बसेर यो चिजहरू बनाउनु सकोस् है सबैलाई सस्तोमा बनिन्छ नि यस्तो दामी है बोतलहरू चाहिँ नफेक्नुहोस् है त काम दिन्छ ल त फेरि अर्को भिडियोमा भेटौँ